च्याउ नमस्ते। आज म तपाईहरु समक्ष यो आदिवासी जनजाति अर्थात् अंग्रेजीमा इन्डिजिनस पिपल्स भनिन्छ, यो वास्तवमा आदिवासी भनेको को हो भन्ने विषयमा केही कुरा राख्न चाहन्छु। अहिले हामी विभिन्न संस्कृति, विविध भाषाहरू र विभिन्न जातीय समुदायहरू भएको एक अत्यन्तै विविधतापूर्ण संसारमा बाँचिरहेका छौं। हालसालै आदिवासी जनजाति अथवा आदिवासी अथवा अंग्रेजीमा इन्डिजिनस पिपल्स भन्ने शब्दवाली, चाहे त्यो मानवाधिकारको कुरा गरौँ अथवा विकासको कुरा गरौँ अथवा जलवायु परिवर्तन अथवा अन्य विभिन्न विश्वव्यापी बहसहरूमा एकदमै प्रयोग हुन थालेको शब्दको रूपमा देख्दछौँ। तपाईहरुमध्ये धेरैलाई लाग्न सक्दछ कि आदिवासी जनजाति अथवा आदिवासी वास्तवमा को हुन्, कसलाई आदिवासी भन्ने अथवा कसलाई आदिवासी जनजाति भन्ने। त्यसैले यो भिडियोमा म विशेष गरी आदिवासी जनजातिहरू भनेको को हो अथवा आदिवासी जनजाति भनेको को हो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आदिवासी जनजातिहरूको पहिचान अथवा मान्यता कसरी दिइएको छ भन्ने बारेमा सजिलो रूपमा बुझाउने प्रयास गर्नेछु। तपाईले यदाकदा सुन्नुभएको होला फर्स्ट नेशन्स भन्ने शब्दवाली। विशेष गरी क्यानाडामा बस्ने आदिवासी जनजातिहरूलाई फर्स्ट नेशन्स भनेर भनिन्छ, वा अमेरिकामा बस्ने आदिवासी जनजातिहरूलाई नेटिभ अमेरिकन्स भनिन्छ। र अबोरिजिनल्स भन्ने शब्दवाली चाहिँ विशेष गरी अस्ट्रेलियामा बस्ने आदिवासी जनजातिहरूलाई चिनाइन्छ। र त्यसैगरी न्युजिल्यान्डमा बस्ने आदिवासी जनजातिहरूलाई चाहिँ माओरी भनेर भनिन्छ। र भारतमा संविधानमा नै उल्लेख गरेर आदिवासी जनजातिहरूलाई चाहिँ शेड्युल ट्राइब भनेर परिभाषित गरिएको छ। नेपालमा भने आदिवासीलाई चाहिँ आदिवासी जनजाति, नेपालीमा आदिवासी जनजाति वा अंग्रेजीमा चाहिँ इन्डिजिनस नेसनलिटिज भनेर परिभाषित गरिएको छ। भने चीन लगायत अन्य विभिन्न देशहरूमा यी समुदायहरूलाई एथनिक माइनोरिटिज भन्ने शब्दवालीहरू पनि प्रयोग गरिन्छ अथवा आदिवासी जनजातिहरूलाई बुझाउनको लागि यी शब्दवालीहरू प्रयोग गरिएको छ। धेरै वर्षदेखि यो आदिवासी अर्थात् अंग्रेजीमा यो इन्डिजिनस भन्ने शब्द विशेष गरी कुनै क्षेत्रका मूल बासिन्दालाई चिनाउनको लागि प्रयोग गरिँदै आएको छ। र नेपालीमा जुन आदिवासी अर्थात् अंग्रेजीमा इन्डिजिनस भन्ने शब्दको अर्थको बारेमा अन्तर्राष्ट्रिय बहसको कुरा गर्नुपर्दाखेरि चाहिँ 19औं शताब्दीको उत्तरार्धमा सुरु भएको देखिन्छ। र यो आदिवासी अथवा अंग्रेजीमा इन्डिजिनस भन्ने शब्द चाहिँ ल्याटिन शब्दबाट ल्याइएको हो। त्यसमा चाहिँ ल्याटिनमा इन्डिजिनै अथवा INDIGENAE भन्ने शब्दबाट आएको मानिन्छ, जसलाई चाहिँ रोमनहरूले कुनै विशेष ठाउँमा जन्मेका अथवा त्यो ठाउँमा बसोबास गर्ने बासिन्दाको रूपमा अथवा र आप्रवासीहरू अर्थात् अन्य देशहरू अथवा अन्य ठाउँहरूबाट आएर बसोबास गर्नेहरूबीच फरक छुट्याउनको लागि प्रयोग गर्ने गर्दथे। त्यसैगरी ग्रीकहरूले पनि कुनै विशेष ठाउँमा पहिलो पटक बसोबास गर्ने मानिसहरूको समूहलाई अथवा उनीहरूको सन्दर्भमा इन्डिजिनस अथवा इन्डिजिनै भन्ने शब्द प्रयोग गर्दथे। तसर्थ आदिवासी अर्थात् इन्डिजिनस शब्दको अर्थ के लाएर हेर्ने हो भने कुनै पनि भूमि अथवा भूक्षेत्रमा पहिला आएर बसोबास गर्ने अर्थात् त्यो भूमि वा भूक्षेत्रको पहिलो बासिन्दा नै आदिवासी जनजाति अथवा इन्डिजिनस पिपल्स हो भनेर बुझ्न सकिन्छ। तसर्थ आदिवासी जनजातिहरू चाहिँ जो आधुनिक देश भन्नुभन्दा अगाडि वा आधुनिक राज्य अथवा आधुनिक भूगोलको नक्सा अथवा सिमानाहरू कोर्नुभन्दा धेरै पहिलादेखि नै कुनै खास भूमि अथवा भूक्षेत्रहरूमा बसोबास गर्ने जाति अथवा समुदाय नै आदिवासी जनजाति हुन् भन्न पनि सकिन्छ। र अन्तर्राष्ट्रिय जगतमा समेत आदिवासी जनजातिहरू को हुन्, उनीहरूको परिभाषा के हो भन्ने बारेमा कुनै एउटा परिभाषा अहिलेसम्म बनेको छैन। अर्थात् उनीहरूलाई पहिचान गर्ने एकमात्र मापदण्ड स्थापित भएको छैन। तसर्थ आदिवासी जनजातिहरूको अहिलेसम्म स्थापित भएका परिभाषाहरू विश्वव्यापी रूपमा लागू गर्न र आदिवासी जनजातिहरूलाई पहिचान गर्न हालसम्म स्थापित भएका मापदण्डहरू विश्वव्यापी रूपमा उनीहरूलाई ठिकसँग पहिचान गर्न सकिने अवस्था छैन। तर पनि विभिन्न देशको अनुभव र अध्ययनको आधारमा विभिन्न चरित्रहरूको किटान भने अवश्य गरिएको छ।
र हालसम्म संयुक्त राष्ट्र सङ्घले आदिवासी जनजातिहरूको सन्दर्भमा जुन स्वीकार गरेको परिभाषा भनेको चाहिँ इक्वेडोरका होसे मार्टिनेज कोबोले दिनुभएको जुन परिभाषा हो। मार्टिनेज कोबोलाई सन् 1971मा आदिवासी जनजातिहरूले भोग्नु परेको भेदभावको बारेमा अध्ययन गर्नको लागि संयुक्त राष्ट्र सङ्घले विशेष प्रतिवेदक अर्थात् स्पेसल ऱ्यापोर्टरको रूपमा नियुक्त गरेको थियो र यो आदिवासी जनजातिहरूको मुद्दा अथवा उनीहरूको सवालको सन्दर्भमा अन्तर्राष्ट्रिय तहमा गरिएको संयुक्त राष्ट्र सङ्घको सबैभन्दा पहिलो र प्रमुख अध्ययनको रूपमा पनि लिइन्छ। उहाँले आदिवासी जनजाति अथवा आदिवासीको पहिचान गर्न र उनीहरूको परिभाषालाई स्पष्ट पार्नको लागि चाहिँ विशेष गरी सो पहिचान अथवा अङ्ग्रेजीमा सेल्फ आइडेन्टिफिकेसन्स एक प्रमुख विशेषताको रूपमा लिन र अन्तर्राष्ट्रिय जगतलाई बुझाउनको लागि उहाँले पनि धेरै समय खर्चिनु परेको थियो। मार्टिनेज कोबोले सन् 1972देखि सुरु गर्नुभएको थियो जुन आफ्नो अध्ययन। त्यो अध्ययनको अन्तिम प्रतिवेदन चाहिँ उहाँले सन् 1987मा अर्थात् लगभग 15 वर्ष जतिमा खास गरी भेदभाव निवारण र अल्पसङ्ख्यकहरूको संरक्षण सम्बन्धी संयुक्त राष्ट्र सङ्घको उपआयोग भनिन्छ, जसलाई चाहिँ अङ्ग्रेजीमा UN Subcommission on Prevention of Discrimination and Protection of Minorities भन्ने जुन मेकानिजम छ, संयन्त्र छ, त्यसलाई पेश गर्नुभएको थियो। र संयुक्त राष्ट्र सङ्घका आदिवासी जनजाति सम्बन्धी विशेष प्रतिवेदक जुन मार्टिनेज कोबोका अनुसार आदिवासी जनजाति भन्नाले अथवा आदिवासी भन्नाले चाहिँ सारमा भन्नुपर्दा ती समूह हुन् जसको आफ्नो भूमि वा भूक्षेत्रमा ऐतिहासिक रूपमा निरन्तरता रहिआएको छ र जो चाहिँ अतिक्रमण हुनुभन्दा अगाडि अथवा उपनिवेश हुनुभन्दा अगाडि त्यो क्षेत्र अथवा त्यो भूमिको विकास भएको थियो र जसले आफू भिन्न समुदायको रूपमा पहिचान गराउँदछन् र जसको आफ्नै सांस्कृतिक सामाजिक एवं कानुनी प्रक्रियाद्वारा चलेको पनि छ र आफ्नो समाजलाई निरन्तरता दिँदै भिन्न अस्तित्वको आधारको रूपमा आफ्नो पुर्ख्यौली भूमि भूक्षेत्रहरू र आफ्नो जातीय पहिचानलाई संरक्षण र विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न जो समुदाय कटिबद्ध छन् उनीहरूलाई आदिवासीको रूपमा उहाँले परिभाषा गर्नुभएको छ। र संयुक्त राष्ट्र सङ्घमा आदिवासी जनजातिको परिभाषाको बारेमा छलफल गर्दा विशेष गरी चाहिँ उनीहरूलाई परिभाषित गर्ने प्रयास गर्नुको सट्टा उनीहरूको सो पहिचान अथवा सो निर्णय वा आत्मनिर्णय महत्त्वपूर्ण रहेको कुरा जिकिर पनि गरिएको थियो। र मैले अहिलेसम्म तपाईँहरूलाई भन्न खोजेको कुरा के हो भने संयुक्त राष्ट्र सङ्घसहित कुनै पनि अन्तर्राष्ट्रिय निकायहरूले आजको मितिसम्म आदिवासी जनजाति को हुन् अथवा आदिवासीको आधिकारिक परिभाषा के हो भन्ने कुरामा स्वीकार गरेका छैनन्। तर आदिवासी जनजातिहरूलाई बुझाउनको लागि विभिन्न खाले विशेषताहरू चाहिँ पहिचान गरिएको छ अहिलेसम्म। र मैले अघि नै भने कि आदिवासी जनजातिहरूलाई पहिचान गर्न विभिन्न चरित्रहरूको किटान गरिएको छ। जस्तो कि आदिवासीहरू जसले आफूलाई आदिवासी हुँ भनेर सो पहिचान गर्दछन् र आफ्नो समुदायले पनि आफ्नो सदस्यको रूपमा स्वीकार गरी मान्यता दिन्छन् भने उनीहरूलाई आदिवासीको रूपमा चिन्न सकिन्छ। र उनीहरू जो आधुनिक अथवा वर्तमान राज्यको सिमाना बन्नुभन्दा पहिलादेखि वा अरू समूह अथवा समुदायहरूले त्यस ठाउँमा अतिक्रमण गर्नुभन्दा अगाडि वा औपनिवेशिक शक्तिहरूको आगमन हुनुभन्दा अगाडिदेखि नै कुनै एउटा विशेष क्षेत्रमा अथवा विशेष भूमि अथवा भूक्षेत्रमा ऐतिहासिक रूपले निरन्तर रूपमा बसोबास गरिराखेको जाति नै अथवा समुदाय नै आदिवासी जनजातिको रूपमा चिन्न सकिन्छ। त्यसैगरी उनीहरूलाई आफ्नै मौलिक भाषा अथवा उनीहरूको जसको आफ्नै मौलिक भाषा संस्कृति रीतिरिवाज परम्परा र जीवनशैली छ र जसले आफूलाई चाहिँ भिन्न समुदाय अथवा भिन्न समूहको रूपमा चिनाउने अथवा दावा गर्ने
र कतिपय अवस्थामा उनीहरूलाई भिन्न समुदायको रूपमा मान्यता पनि दिएको र एक किसिमले स्वीकार पनि गरिएको हुन्छ। त्यसैले त भनिन्छ कि आदिवासी जनजातिहरू कुनै विशेष भूमि वा भूक्षेत्रका मूल बासिन्दाहरू हुन्, जसको पुर्ख्यौली भूमि र भूक्षेत्रहरू चाहिँ विशेष गरी जल, जङ्गल, जमिन वा पहाड वा मरुभूमिहरूसँग आदिवासी जनजातिहरूको गहिरो र एकदमै गहिरो र ऐतिहासिक सम्बन्ध पनि रहेको हुन्छ। यो सम्बन्ध केवल जग्गा अथवा भूमिको स्वामित्व मात्र होइन, उनीहरूको संस्कृति, उनीहरूको आध्यात्मिकता अथवा जीवनशैलीहरू ती भूमि अथवा भूक्षेत्र वा वन, जङ्गल, जल आदिमा निहित पनि हुन्छ र उनीहरूसँग गहिरो सम्बन्ध पनि गाँसिएको हुन्छ। नेपालको सन्दर्भमा कुरा गर्दा नेपालमा विशेष गरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन 2058 आइसकेपछि नेपाल सरकारले नेपालमा पहिलोचोटि आदिवासी जनजातिहरूको पहिचान गरेर उनीहरूलाई मान्यता प्रदान गरेको छ। यो ऐन अनुसार चाहिँ नेपालमा हाल 59वटा जातीय समुदायहरू, जसलाई चाहिँ आदिवासी जनजातिको रूपमा परिभाषित पनि गरेको छ र पछिल्लो चरणमा राणा थारूलाई थप पहिचान गरी 60वटा आदिवासी जनजातिहरूलाई स्थापित गरेको छ। यसरी आदिवासी जनजातिहरूको पहिचान गर्दा प्रतिष्ठानले समुदायको विभिन्न चरित्रलाई आधार बनाएको पनि थियो, जस्तो कि जसको आफ्नो अलग्गै सामूहिक अथवा सांस्कृतिक पहिचान छ र जसको आफ्नै भाषा, धर्म, परम्परागत रीतिरिवाज र संस्कृतिहरू रहेको छ, जसको आफ्नै लिखित वा अलिखित इतिहास पनि छ र जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ र जसको चाहिँ आधुनिक नेपालको राजनीति र शासन व्यवस्थामा निर्णायक भूमिका पनि छैन र जुन समुदायभित्र चाहिँ हामी भन्ने भावना छ र जसको चाहिँ आफ्नो परम्परागत भौगोलिक क्षेत्र र जो चाहिँ 4 वर्णको हिन्दू जुन वर्णाश्रम छ त्यो व्यवस्थाभित्र पर्दैन र जो आफूलाई आदिवासी जनजाति भनेर दाबी गर्दछन् उनीहरूलाई आदिवासी जनजातिको रूपमा चिन्न सकिन्छ भन्ने चरित्र दिएको छ। सायद अब तपाईँ सोच्दै हुनुहुन्छ होला, विश्वभर कति आदिवासी जनजातिहरू छन् त? विश्वव्यापी रूपमा 90 भन्दा बढी विभिन्न देशहरूमा लगभग 50 करोड आदिवासी जनजातिहरू बसोबास गर्दछन्। यो आदिवासी जनजातिहरूको जुन जनसङ्ख्या चाहिँ विश्वको जुन जनसङ्ख्याको करिब 6% जनसङ्ख्याको रूपमा मानिन्छ, तर आदिवासी जनजातिहरूले विश्वको 6% भए पनि विश्वको करिब 25% भन्दा बढी भूक्षेत्र वा वन जङ्गल उनीहरूले नै व्यवस्थापन गर्दै आइरहेका छन्। अचम्मको कुरा त के छ भने विश्वको लगभग 80% भन्दा बढी जुन जैविक विविधता छन्, जस्तै कि विविध जीवजन्तुहरू, चराचुरुङ्गीहरू, विभिन्न खाले बोट बिरुवाहरू आदिवासी जनजातिहरूको भूमि अथवा भूक्षेत्रमा पाइन्छ। अर्थात् उनीहरूले आदिवासी जनजातिहरूले संरक्षण र सम्वर्धन गर्दै आएका छन्। उनीहरूसँग वन, जङ्गल वा नदीहरूको हेरचाह कसरी गर्ने अथवा संरक्षण कसरी गर्ने भन्ने आफ्नै खालको मौलिक ज्ञान छन्। ती ज्ञानहरूलाई कसैले परम्परागत ज्ञान अथवा कसैले आदिवासी ज्ञान भनेर पनि चिनिन्छ अथवा भन्दछन्। यतिखेर विश्वव्यापी रूपमा जुन जलवायु परिवर्तनले जुधिराखेको अवस्था छ, जलवायु परिवर्तन न्यूनीकरण गर्ने कुरा अथवा जलवायु परिवर्तन अनुकूलन गर्ने सम्बन्धमा आदिवासी जनजातिहरूको ज्ञान एकदमै महत्त्वपूर्ण मानिन्छ। तथापि जलवायु परिवर्तन अथवा जैविक विविधता संरक्षण अथवा सम्वर्धन गर्ने सवालमा विश्वभर भएका जुन छलफल, नीति अथवा कार्यक्रमहरूमा आदिवासी जनजातिहरूलाई खासै सहभागिता गरिएको पनि छैन। त्यसैले ती छलफल, नीति, निर्णय गर्ने सवालमा आदिवासी जनजातिहरूको अर्थपूर्ण सहभागिता आवश्यकता छ भनेर हामी सबैले विभिन्न फोरमहरूमा उठाउनु पर्ने आवश्यकता पनि छ। त्यसै गरी भाषाहरूको कुरा गर्ने हो भने विश्वभर लगभग 7000 भन्दा बढी भाषाहरू बोलिन्छ। तीमध्ये करिब 4000 भन्दा बढी भाषाहरू त आदिवासी जनजातिहरूले बोल्दछन्। त्यसैले वास्तवमा विश्वका आधाभन्दा बढी भाषाहरू आदिवासी जनजातिहरूको भाषा हुन् र सन् 2019 मा संयुक्त राष्ट्र सङ्घले
आदिवासी जनजातिहरूको भाषा संरक्षण प्रवर्धन अथवा सम्वर्धन अथवा पुनरुत्थान गर्नको लागि आदिवासी भाषा वर्षको रूपमा र अहिले सन् 2022 देखि 2032सम्म चाहिँ विश्व आदिवासी भाषा दशकको रूपमा घोषणा गरी आदिवासी जनजातिहरूको भाषा संरक्षण सम्वर्धन र पुनरुत्थानको लागि जुन जनचेतना फैलाउने उद्देश्यले विश्वभर रूपमा दशक मनाइराखेको अवस्था छ। त्यसैले विश्वको विभिन्न भाषा जैविक विविधता संरक्षण अथवा सम्वर्धन मात्र होइन, जलवायु परिवर्तन न्यूनीकरण गर्ने सन्दर्भमा अथवा अर्थात् विश्वका विभिन्न समस्याहरूसँग जुझ्न उनीहरूको ज्ञान अथवा उनीहरूको योगदान एकदमै महत्त्वपूर्ण छ। यो महत्त्वपूर्ण भए पनि उनीहरूले अहिलेसम्म विभिन्न चुनौतीहरूको सामना गर्दै आउनु परेको छ। उनीहरूले विशेष गरी औपनिवेशीकरण विभिन्न देशमा अथवा आफ्नो भूमि र भूक्षेत्रबाट जबरजस्ती रूपले विकासको नाममा अथवा विभिन्न योजना अथवा आयोजना वा विभिन्न नाममा उनीहरूले आफ्नो भूमि अथवा भूक्षेत्रबाट चाहिँ विस्थापित हुनु परेको छ। उनीहरूको आफ्नो संस्कृति अथवा भाषाहरूलाई मेटाउने उद्देश्यका साथ विभिन्न सरकारले विभिन्न नीति तथा कार्यक्रमहरू पनि बनाएको देखिन्छ। र आज पनि धेरै आदिवासी जनजातिहरूमा गरिबी मात्र होइन, उनीहरू चाहिँ शिक्षा, स्वास्थ्य, सञ्चार, नीति निर्णय गर्ने जुन स्पेस छ त्यसको पहुँच भन्दा बाहिर भइराखेको अवस्था छ। यस्ता खाले विविध खाले चुनौती आदिवासी जनजातिहरूले भोग्दै आउनु परेको छ। तथापि आज मैले धेरै लामो समय तपाईँहरूसँग कुरा गरेँ। त्यसैले हस्त आजलाई यति नै। मैले आजको श्रृङ्खलामा विशेष गरी आदिवासी जनजातिहरू को हुन् भन्ने बारेमा कुरा गरेँ अथवा अर्को पटक चाहिँ म उनीहरूको थप सवाल अथवा मुद्दाहरूको बारेमा विशेष चर्चा गर्नेछु। हेरिदिनु भएकोमा, यो भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। यदि तपाईँले केही नयाँ कुरा सिक्नुभयो र आदिवासी जनजाति र उनीहरूको सवाल अथवा मुद्दाहरूको बारेमा थप कुराहरू जान्न चाहनुहुन्छ भने कृपया कमेन्ट गर्नुहोला अथवा अर्को पटक फेरि अर्को एपिसोडमा भेटौँला। चेरेदुम, नमस्ते।